त्यही भएर म त त्यही लाग्छ नि गजानन भूतगणदेशोदितं कपितजम्बू फलचारुभक्षणं ओम नमः शिवाय। कान्छी पाथीभरा माताको जय, सम्पूर्ण भक्तजनहरूको जय। हर 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 महादेव शम्भो। कान्छी पाथीभरा माता की जय, कान्छी पाथीभरा माता की जय, कान्छी पाथीभरा माता की जय, कान्छी पाथीभरा माता की जय।
ह्याङ्गर आएको फोटो होइन गाइस सिगान्छु यो मरिहाल्यो म बेल्ट लाएर हिँड्नु लाग्छ यार कम्मर दुख्छ कतिखेर पुगौँ भइसक्यो गाह्रो भएर चाहिँ यसलाई पर्खिँदै जाँदैछु म पनि अब स्टार्ट भयो गाइस सास उठ्न आँटिसक्यो कसम खुट्टाको पिँढीलाई दुखेर उस्तै ढाड दुखेर उस्तै हे भगवान दिस फिलिङ इज एभ्रिथिङ डर नै त नै अझै एउटा उकालो छ गाइस अलि जाँदै त्यहाँ हो तर त थोरै घन्टीवाला उकालो छ फाइनली बिचारो मम्मी कहाँ पुगिसक्यो होला है मम्मी भिनाजु घर त ओम गणेशाय नमः सुरुवात चाहिँ गणेश भगवानबाट गर्नुपर्छ है गणेश थानमा पूजा गरिसकेपछि चाहिँ शिव शङ्कर भोले बाबा अनि त्यसपछि उहाँको वाहन सबभन्दा सुरुमा चाहिँ वाहनसँग पुरा गर्नुपर्छ अनि मात्र शिव भगवानको दर्शन गर्नुपर्छ यो चाहिँ भैरव थान हो गाई शिव मन्दिर पछि भैरव थानमा आउने अनि भैरव थानमा पूजा गर्ने पछाडि चाहिँ बलि दिने ठाउँ छ मलाई चाहिँ थाहा थिएन गाइस यो भैरव थानको मूर्ति चाहिँ छोरी मान्छेहरूले टच गर्नु हुँदैन अरे त्यही भएर हजुरहरूले चाहिँ टच नगरिकन पूजा गर्नु होला गाइस भैरव भगवानको पूजा सकिएपछि चाहिँ नेक्स्ट भनेको चाहिँ घन्टीमा पूजा गर्नुपर्छ अनि घन्टी चढाउने छ भाकल छ भने चाहिँ हजुरहरूले घन्टी चढाउँदा हुन्छ त्यसपछि हामी चाहिँ अगाडि बढ्दैछौँ
सो हामी चाहिँ घन्टी पछि यहाँ आइपुग्यौँ। अब यहाँ दर्शन गरेर अनि बल्ल त्रिशूल चढाउने ठाउँ जान्छौँ। गाइज त्यहाँ पूजा गरिसकेर चाहिँ हजुरहरू त्रिशूल चढाउने ठाउँ भनेर ठुलो बोर्डमा लेखेको पनि हुन्छ, थापै पनि हाल्नुहुन्छ। त्यसपछि हजुर सरासर यहाँनिर त्रिशूल चढाउने ठाउँ आउनु होला। अनि त्रिशूल भाग्नु भएको छ भने पनि यहीँ गाडेर अनि पूजा गरेर अगाडि बढ्नु होला। गाइज यो चाहिँ त्रिशूल चढाइसकेपछि घन्टी बजाउँदै यहाँ आउनु होला। यहाँ भनेको चाहिँ कोही अकाल मृत्यु भएको छ भने, कोही मरेको कोही हुनुहुन्छ भने उहाँहरूको नाममा चाहिँ हजुरहरूले धागो ल्याएर चाहिँ बाँध्नुहुन्छ। 3 खन्का बाँध्नु।